नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ अर्को देशलाई अमेरिकालाई दिउँ चाइनालाई दिउँ भारतलाई दिउँ बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने बात त सही हो सामान्य सभा महोदय उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन उहाँको अभिव्यक्ति बेठिक छ राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौं सामान्य सभा महोदय संसदमा यो असंसदीय भाषा प्रयोग भयो राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ यहाँलाई दिएको समय 7 मिनेट छ पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन किनभने सभामुखले निर्देशन दिनु पर्यो कि सबै जिल्लामा बजेट किन गएन त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन तपाईको दायरामा आएको होइन तपाई जसरी आएछ तपाई त्यही प्रक्रियाबाट म पनि आएको हो देशप्रति गद्दार तपाई हो देशप्रति गद्दार हो कि जसले देशको विकास 20 वर्षमा देशलाई गरी बनाइदियो युवाहरूलाई बाहिर पठाइदियो देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने सभामुखजी स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन सबैलाई रुलिङ गर्नुपर्छ सबै संसद बराबर हो यहाँ कोही ठुलो होइन कोही सानो होइन किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने स्वतन्त्र सांसदलाई मात्रै रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने किनकि सानो दल छ एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने त्यसलाई ताली बजाउने एउटा कुरा के भने मान्य सदस्य तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ दाइस छाडेर तल जानुहोस् निर्धारित विषय नबोलेपछि तपाईँ दाइस छाडेर तल जानुहोस् यहाँ निर्धारित विषयमा बोल्नुपर्छ नियम तपाईँ तल जान सक्नुहुन्छ ठिक छ तपाईँले मलाई बोल्न दिनु म यही रहन्छु 7 मिनट मेरो टाइम छ म यही रहन्छु एउटा कुरा के हो हामी हिजोको दिनमा पनि अन्य अत्याचार भएको थियो राधाकृष्ण त्यसमा पनि लाइन लडेर आएको हो कसैले हामीले टीका लगाएर आइदिएको होइन